चाहिँ सरप्राइज दिने हो क्या आज बर्थडे हो मेरो बुढाको बर्थडे छ कि आज आज सरप्राइज दाजुको बर्थडे आज चाहिँ सरप्राइज खै यहाँको टेबल खोइ टेबल त मैले उता नाचगान गर्छ नि लुगाको नाचगान गर्नुलाई होइन त हौ मलाई पनि थाहा छैन मलाई के सरप्राइज दिएको सरप्राइज धेरै धेरै बधाई छ कति लेखेको कति लेखिदिनु चाहिँ त्यो लेख्दैन के सरप्राइज दिएको आज मेरो बुढाको बर्थडे कति वर्ष पुग्यो मेरो बुढाको बर्थडे हो आज सबैजना माथि दार्जिलिङदेखि आउनु भएको छ सबैजना हाम्रो मेरो टोपी ल्याउनु साह्रै भन्यो पर्दैन छिटो काट मेरो बुढोको आज बर्थडे हो आज फेरि सबैजना पल्टनकोहरू सबैजना भेला भएको होइन सायद जुरेको नि त आज अनि पल्टनको सबैजना भेला भएको आज फेरि उसको फेरि बर्थडे आज उसलाई पनि भनेको छैन आज बर्थडे भनेर ल खुकुरी ल्याउनु भएको छ खुकुरी खोइ यस्तो हुँदैन म छोडिरहेको त खुकुरी नै चाहिन्छ ठुलो बुद्ध भाइ एउटा फोटो खिच्नु भाइ फोटो खिच्नु नि एउटा मैले नि खिचेको छैन कि एउटा फोटो खिच्नु त मोबाइलको ए केको हो साथी यो घरको कसैको हो मोबाइल ए राखौस् न त्यो माथि एक्लै रुँदो रहेछ लिएर आएको आज बर्थडेले भुल्दैछ ह्यापी बर्थडे टु यु मेरो बुढा आज कति रमाइलो ल काट्नु ल ए अलिअलि मात्रै हौ पङ्खा यता पनि फर्काइदिएर हुन्थ्यो त लु होइन म पो खुवाइदिन्छु त पहिला ए उल्टा काटे ए टोपी सके त ना सरप्राइज भयो सोधे पनि पानी राख्नु पर्ने किन कस्तो सरप्राइज दिएको नि त आज आजको दिन ठिक्कै जुराउनु परेको कि अस्ति पनि काट्यो नि केक त फेरि छोराहरूले 28 तारिकमा नि काटेको छ बर्थडे भनेर तर छोराहरूले चाहिँ दिनुहोस् एकछिन दिनुहोस्
छोराहरूले चाहिँ अस्ति सबैजना भेला हुँदैछ भनेर 28 तारिक पनि केक काट्दिएको थियो। आज चाहिँ हो मेन उसको बर्थडे। हाम्रो फौजी बर्थडे यही हो। मेन बर्थडे चाहिँ आज हो। कति किस्मतवाला है, सबैजना भेला भयो आज बर्थडेको दिन। कहाँबाट आएर पनि ल सबैजनाले राम्रो गरिदिनु भयो। खुसीको दिनमा आज मेरो बुढाको जन्मदिन खुसीको दिनमा परेछ आज। बुढा होइन हस्बेन्ड भन्नुहोस् न। बुढा भन्दा के भयो त, बुढै भन्छ नेपालीले त बुढै त भन्छ हो नि। कहाँ बुढो हस्बेन्ड भन्नुहोस्।